under the boughs where the shadows play. The wind hums songs. ल त्यसलाई चाहिँ उता साइडमा मिल्छ हाम्रो माथि कुनामा त्यो भने फेरि हामी ल ल है गाइस ल एक्सन आयो एक्सन खाजिसान उल्सान एक्सन त्यो एउटै रेन्जमा पर्दो रहेछ एकदमै असम डाँडा छ हाम्रो अबको ट्राभल चाहिँ स्याक्सनसम्म गयो गाइस छोटो मिठो रमाइलो अहिले 1 बजिसक्यो है 1:15 गएको भने कति बजे पुग्ने फरक पर्दैन 20-25 मिनेट आइपुगिन्छ त्यहाँहरुमा र तपाई मिरेङतिर हुनुहुन्छ भने स्याक्सन जानु होला एकदमै सुन्दर ठाउँ छ र यो कार अथवा ट्याक्सीमा जानुहुन्छ भने 22-25 मिनेट हो समय बसबाट जाँदाखेरि चाहिँ लगभग अलमोस्ट 45 देखि 50 मिनेट लाग्छ गाइस मिरेङबाट मिरेङ यो बाटो अगाडि उता चौकसम्म जान्छ यो बाटो टर्न गर्यो मिरेङ टर्मिनल बस टर्मिनलबाट पनि बसहरु लागिरहेको हुन्छ स्याक्सनसम्मको लागि लेट्स गो ल हाम्रो यात्रा Tales only the forest holds. Moonlight spills. हामी 4 भाइको पहिलो टुर है पहिलो टुर हो नि दिनेश हजुर आज कस्तो फिलिङ भइरहन्छ आज रमाइलो छ मौसम कस्तो हुनेछ होला डाँडा हैन सिधा छैन राम भाइ हजुर कस्तो छ आज अझको यात्रा शुभ हुन्छ किन भन्दाखेरि मौसम अनुसार हाम्रो यात्रा अझ राम्रो हुन्छ हो है फर्स्ट टाइम हामी 4 जना हौ 4 भाइ तिलक भएको कारणले गर्दा तिलक अलि नौलो ठाउँ हो दार्जिलिङ छैन हाम्रो नौलो है नौलो ठाउँ थानफोङ बाटो अरुङ्गोल जाने बाटो छ सायद त्यो हैन हो गाइस फाइनली हामी आइपुग्यौँ है स्याक्सन अब यहाँबाट चाहिँ हाम्रो यात्रा चाहिँ पैदल बाई फुट हुनेछ र यहाँबाट भित्र यहाँ नजिकै पार्किङ हो अब हामी चाहिँ ल गाइस यहाँबाट चाहिँ हाम्रो इन्ट्री भयो असो सिप्सियो वन्यगामिदा फेचोनसा भनेको यही त अगाडि भनौँ यहाँ कहाँनिर टेम्पल छ खुरे थन्थे मुने लुत्के ल थन्थे मुने यो कुन चाहिँ आयो हेनको भएन कारबाटै हुन्छ र यहाँ चाहिँ पार्किङ शुल्क 4000 लाग्ने रहेछ र कारबाट पनि हामी केसन हाल्छौँ ए ओके ल यो चाहिँ ओ दामी आयो के आयो हामीले नगद पनि यहाँ हातमा रेडी गरे हो ल पार्किङको हामीले 4000 तिर्यौँ र हामी इन्ट्री भयो गाइस र यो चाहिँ हो के भन्छ फेजुङसा छेक्सानको बिगिनिङ पोइन्ट यो चाहिँ हो र यहाँ चाहिँ पार्किङ गरेर हामी यहाँबाट चाहिँ पैदल यात्रा सुरु गर्छौँ असम सुन्दर एकदम गोल्डन लिभ्सहरू हेर्दै हामी कुराकानी गर्दै हामी उकालो तेर्छौँ हिँडेर करिब हामी यहाँबाट 2.5 किलोमिटर चाहिँ हिँड्नुपर्छ बाई फुट ल हामी आइपुग्यो यो यति राम्रो ठाउँ छ कि तपाईहरु नि आउन सक्नुहुन्छ यो ठाउँ हजुर ल गाइस आइदिनुस् मिराङ आसपास हुनुहुन्छ भने त असाध्यै यो चाहिँ आउने पर्ने ठाउँ छ र बाइक पनि पर्ने सहजै आउन सकिन्छ गाइस यो ट्याक्सी र कारबाट चाहिँ 20-25 मिनेटमा आइपुगिन्छ भने बस पनि लाग्ने गर्छ मिराङ बस टर्मिनलबाट र यो चाहिँ असाध्यै सुन्दर ठाउँ छ र आजको हाम्रो ट्रेकिङ चाहिँ आजको हाम्रो ट्राभल चाहिँ यहाँ यो फेचोन्सा र अगाडि चाहिँ यो छेयाक्सान डाँडासम्मको लागि लेट्स गो अहेड यताबाट जानुपर्छ ल हावा चल्या छ रमाइलो छ है ल
आज हाम्रो आधी टिम चाहिँ हामी च्यातेको छौँ है। आधी टिम चाहिँ आज जारी 2 हेर्न खिमीतिर गएको छ भने पुरै भनौँ न होइन। हामी चाहिँ आज बाँकी रहेको 4-5 जना चाहिँ हामी नेचर प्रकृतिसँग रमाउनको लागि प्रेमी हो नि त नि हामी प्रकृति प्रेमी हो होइन। अहिले प्रकृतिसँगै रमाउने बेला हो र हामी चाहिँ प्रकृतिसँग रमाउनको लागि यहाँ फेछोन्सा र छियाक्सानतिर आएको छौँ गाइज। हामी चाहिँ अब ट्रेकिङ अगाडि बढ्ने क्रममा छौँ। लेट्स गो लजाम लजाम है। र हामी चाहिँ यहाँ छौँ गाइज, यो फेचुङसा हो। छियाक्सान त हामी त माथि हेर्नु तेर्सो जानु पर्दो रहेछ र त तेर्सो गएर चढ्ने हो। यो फेचुङसाबाट हामी तेर्सो गएर हामी यहाँ चाहिँ चढ्ने हो। Dawn paints gold on the mountain's crown, while rivers whisper truth as they flow down. And their songs entwine with the trees that stand. ढुङ्गाको गाह्रो ग्याम देख्दा चाहिँ मलाई गाउँमा सानो मेरो बाल्य अवस्थाको याद आउँछ असाध्यै। हो हामी यो थाङ्नाको भकुन्डो बनाएर अनि यो ढुङ्गाको चाहिँ गाह्रो बनाएर चाहिँ हामीले खेल्थ्यौँ खुब। र यो खोलाइभरि बनाएर छ यो चाहिँ। ल तपाईँ देख्नुहुन्छ प्रत्येक कुना कर्नरमा चाहिँ यसरी ढुङ्गाको सानो ढुङ्गा उठाएर चाहिँ ग्याम जस्तो गाह्रो टेम्पल जस्तो बनाएको छ। यो चाहिँ पुरै खोलाइभरि जस्तो। ल यहाँबाट देखिने भ्यू साँच्चै असम छ। तल ठ्याक्कै डाँडाको फेद पर्दो रहेछ यो चाहिँ। र यहाँबाट चारैतिर एकदमै असम भ्यू देखिन्छ पछाडिपट्टि साइडतिर। वाउ ल र यो चाहिँ हाम्रो के किनेर मैले यहाँ आएर यहाँको चिनो चाहिँ यो चिनो है होइन। हजुर कति पर्यो? यसको मानौनु हो 1000 मानौनु हजुर। टु एक्सपेन्सिभ। ओ भेनिला यो चाहिँ हाम्रो होइन भेनिला मैले ल्याएँ। ठिक छ ओके। चिसोले चिसो काट्छ गाइस। चिसो छ तर पनि हामीले चिसै रोज्यौँ किनकि चिसो काट्छ। र यो समय हो आइसक्रिमको। ओ टेम्पल ओ अघि बाटो हराएर बेपत्ता भयो। अलि जताततै बाटो देखिन थाल्यो। ल त्यही त त्यही त अघि यहाँसम्म आइसकेको राम भाइ र उहाँ दिनेशले उतै बोलाएर हिँड्न त हामी यहाँ देखिहाल्थ्यौँ। ल हामी निकै माथि पुगिसक्थ्यौँ। हामी केही समय अल्झियो र फेरि इन्फर्मेसन हामीले लिनुपर्ने भयो किनभने हामीसँग नेभिगेसन पनि छ मोबाइलबाट त्यहाँ पनि हेरेको। तर यो चाहिँ डाँडाको गहिरा पर्छ कुनामा र यहाँ चाहिँ वाइफाई इन्टरनेटको अलिक स्ट्रङ कनेक्सन नभएको कारण चाहिँ हाम्रो नेभिगेसनले चाहिँ घरिघरि अल्झिएर आएर हामीलाई झुक्यायो गाइस। र हामी कन्फ्युज हुनु पर्यो। तर बाटो चाहिँ ठिक ठाउँमै रहेछ हामी सुरुमा आएको पनि। ल अब हामी चाहिँ हाम्रो बाटो चाहिँ कन्फर्म भइसक्यो र अब हामी चाहिँ अगाडि बढ्ने क्रममा छौँ गाइस। र अहिले चाहिँ 3 बज्यो र अब हामी चाहिँ छुङछुङ फोक्पो हाम्रो फर्स्ट डेस्टिनेसन। सेकेन्ड चाहिँ हामी समय भ्यासम्म हामी आज चाहिँ छियाक्सानको कोकटेकीसँग पुग्नेछौँ। ओके वाउ। र अब हाम्रो चाहिँ तेर्सो अलिअलि अनि उकालो यात्रा सुरु भयो। खोला ल यहाँबाट पानी झरेर छ। हेर पानी कस्तो है कस्तो फ्रेस है यो पानी। मलाई त मेरो गाउँघरको याद आयो। मूलको पानी है त्यही त
पुरै पानी बगिरहेछ प्रशोधन गरेको पानी के वाउ यो पनि बना भाइ टाइममै झरना दिस झरना खोइ झरना ल पुलायो वाउ ए हो के झरना झरना खोइ झरना वाउ ए यो फोक्फो यो त होइन होला यो त ठुलो हुनुपर्छ यो त छागुन गएको अत्त गएको पोक पानी गएको यो त होइन नि यो त ठुलो हुन्छ तर पानी त यताबाट धेरै आएको छ त यो के हो प्रकृति भनेको साँच्चै अद्भुत छ है हेर्नु त त्यहाँ ढुङ्गाको चट्टान त्यही त बीचमा ल यस्तो यस्तो कुराहरूको अनुभव गर्न पाइयो आज चाहिँ दिनेशी याल्ला लेट्स गो ल उकालो हिँड्दा हिँड्दा थाकिसकियो हल्का पसिना पनि आउनु थाल्यो यी भाइहरूले ज्याकेट राम भाइ र हाम्रो तिलकले ज्याकेट खोलेर काँधमा हालिसक्यो यो हेर्नु बित्तिकै पनि बुझ्नुपर्ने भयो कि उकालो चढेर गर्ने भएको छ एनिवे यो हाइकिङमा हामी हाम्रो मेन हेर्नु त त्यहाँ के हो त्यही त पानीको धारा त्यस्तै ओहो यहाँ चाहिँ पछि स्विमिङ गर्नु चाहिँ एकदमै दामी हुन्छ कि है हामी पछि आउँ वाउ यो गर्मी महिनामा स्विमिङ गरिदिनुहोस् दामी रहेछ त्यही त त्यो आरुमखोलको त्यो होबाक्सो भन्दा धेरै दामी लाग्यो मलाई चाहिँ पानी कस्तो क्लियर छ यहाँ वाउ त्यही त दिनेश झर्दा झर्दा पनि खल्ट्याङ खल्ट्याङ त्यो ओह्रालोमा धेरै हिँड्यो भने पनि ऊ हुन्छ क्या थरथरै लाग्छ आइको हो कता गयो राजा खोइ अनुहार देखिँदैन त नि आइको आमै थाकिसक्यो म त भर्खर आधी हुँदैछ हो यस्तो उकालो छ ओ माई गड आइगो आइगो ओ ल यहाँबाट कस्तो चट्टानहरू आउनु थाल्यो है वाउ कस्तो डरमर्दो डेन्जर चट्टानहरू दोरी टार्दैछ पुरै उकालो आइगो यहाँबाट झऱ्यो भने त कहाँ पुग्ने रहेछ नि है तलै खोलासम्म हो त्यही त यहाँबाट झऱ्यो भने त कहाँ पुग्ने रहेछ है यस्तो डेन्जर ठाउँ रहेछ यहाँ त त्यही त सेक्युरिटी हेरेर कस्तो सेफ्टी है ओहो रस्सी अनि यस्तो चट्टानमाथि पनि खोपेर यसरी यो पोलहरू राखेर ओ माई गड अमेजिङ छ असम छ ओ ओ माई गड ल ओ रिङ्गटा छुट्ने र यहाँबाट तल अबै कस्तो डेन्जर त्यहाँबाट हेर त रिङ्गटा छुट्छ है ओ ओ आमै तल कत्रो दोहोरो रहेछ तल त याहु पसिना पसिन भइसक्यो यार आइगो दोरी समातेर यसरी उखाल चढ्नु परेछ आइगो ओ हाई र फाइनल्ली हामी आयो है गाइस यहाँबाट चाहिँ दामी झर्नाको भ्यू देखिन्छ यस यही हो हो वाउ त्यही त हो वाउ हेर्नु त चारैतिरको भ्यू ओ माई गड हो ल हामी यो एउटा हामी यहाँनिर कत्रो दह छ है अझै हामी त कतिसम्म आउँदो रहेछ हो यहाँ त कति गएर होला है यो पुरा हरियो दह छ
जाने पछि ठाउँ बनाउँछ होला है किसानले डेन्जर होला त्यही भएर चाहिँ त्यहाँ अब बनाउँदैन होला रिक्स त धेरै रिक्स हुन्छ आउनु होला के अरे ट्रेकिङ चाहिँ होइन आजको हाम्रो हाइकिङ चाहिँ यो फोकफोसमा मात्र भयो र अब हामी फिर्ने क्रममा छौँ लेट्स गो लजाम र हामी यो छ्याक सानसम्म चाहिँ अर्को पालि आउनेछौँ र लेट्स गो अब हामी चाहिँ ब्याक टु होम र निकै छ ओह्रालो झर्नुपर्ने यो झर्नाले भेट्ने हो दिनेश सोसिएसन लिएर खानु त कस्तो 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 अनुभव भयो आज 너무 재밌었어. 기분이 좋겠습니다. 앞으로도 이렇게 놀러 가시면 좋겠다. 준비하기 바랍니다. 오케이. 고맙습니다. 앞으로 이렇게 놀러 가면 빨리 일찍 출발하면 좋아. 네, 맞지? 알겠습니다. 아이고. 오, आजको छ्याम अनुभव कस्तो भयो त राम मिस्टर तिलक ल मेरो अनुभवमा चाहिँ यो ठाउँ एकदम बिल्कुल हाम्रो लागि नयाँ र नयाँमा जति जोस उमङ्ग छ त्यो भन्दा नि धेरै हामीले सोचे भन्दा रमाइलो भयो किनभने हैन यो हरियाली जङ्गल सिर चलेको हावा दुईतिर पहाड छ भने र पहाडको बिचमा खोला कल यति साङ्लो पानी बगेको छ यहाँ हेर्नुहोस् त गाइस झर्ना एकदम रमाइलो लाग्यो यस्तो दोरी टिकटकहरू नि बनाइसकेको यस्तो डेन्जर ठाउँमा यहाँबाट झऱ्यो भने कहाँ पुगिन्छ यस्तो दोरीहरू होइन एकदम सेफ्टी यहाँ त यस्तो सेफ्टी दोरी यस्तो बनाएको बाटो झर्नुपर्ने चढ्नुपर्ने ठाउँ छ यो ल ओके यो नेपालमा त्यस्तो डाँडाहरू धेरै चढेको थियो अनि कोरिया आएको साथी हामीले त्यस्तो अहिलेसम्म अनुभव गरेको थिएन पहिलो नै भनौँ त्यो भन्दा अगाडि पनि एउटा डाँडा पुगेको थियो यस्तो रेकर्डहरू गराएको थियो भिडियो फोटो हो र यो छ्याक चाहिँ नयाँ हो र मिरिङबाट त्यो त्यस्तो टाढो पनि छैन 20 किलोमिटर 20-22 किलोमिटर हो एकदम इजिली हामी चाहिँ एकदम हाम्रो एक्सेस पुग्ने ठाउँ एरिया हो सजिलै हामी आउन सक्छौँ यदि हामीसँग चाहिँ यसरी डाँडा पार चढ्ने इच्छा हुनु पऱ्यो हैन हेर्नु चाहियो भने चाहिँ पोको परेर घरै बस्ने मोबाइल हेर्ने सुतेर बस्ने हो भने काम छैन यो तिरपाल जस्तो यो त अल्छी हो नि त एक नम्बर अल्छी है यो पछाडिको भाइ चाहिँ हामीले फोन गरेर बोलाएर जबरजस्ती लिएर आएको 10 चोट जति फोन गर्यो अनि हाम्रो बोस चाहिँ ल झर्ने क्रममा है हामी चाहिँ ब्याक लड्छ होला ल आज चाहिँ साँच्चै बबाल रमाइलो गरियो है आजको छ्याम कस्तो भयो दिनेश मिस्टर राम तिलक कहाँ आयो सुझाव जाओस् न त अनि आज कस्तो भयो थाकियो है उकालो एक ठाउँमा त सासै रोकिला चाहिँ भएको थियो र 5 बज्यो र हामी छुलबाल गर्दैछौँ घरतिर मिर्याङ हामी ब्याक टु होम मिर्याङ र मिर्याङको लागि छुलबाल हुँदैछौँ र जाउँ आज बब्बाल रमाइलो गरी एकदमै नयाँ अनुभव बटुल्न पाइयो थानफुरीको सिनहरू पनि निकै हेर्न पाइयो यो पतझर समय यति बेला